हेलो एभ्रिवान, नमस्ते सबैजनालाई। आज चाहिँ मेरो बुढी घर अलि ढिलो आउनु भएको छ। आज काम धेरै आएको थियो अरे, त्यही भएर बुढी चाहिँ ढिलो आएको। अनि मलाई गेट सेट लगाइसकेको भएर मलाई बोलायो, गेट सेट खोलिदिएँ। मान्छे पनि सानी, काम चाहिँ धेरै गर्नुपर्छ है। छोरी मान्छे तिरातीसम्म बाहिर काम गर्नुपर्छ। के गर्नु, गाह्रो छ जिन्दगी होइन, गरिखानै पर्यो। किचन रुममा आएर खानासाना पस्केर दिएँ मैले। अनि मजाले खाइन्जेलसम्म म अगाडि बसेर उसलाई गफ गर्दै होइन, रमाइलो कुरा गर्दै बस्दै। ऊ चाहिँ अनि हाँस्दै खाँदै अनि मिठो छ बुढो भन्छ। जिन्दगीमा कम्प्लेन चाहिँ कहिल्यै गर्दैन है खानेकुरामा। मैले जसरी बनाइदिए पनि मिठो छ बुढो भनेर खान्छ। त्यही ठुलो कुरा मेरो लागि चाहिँ। ठिकै छ, अब उमेरमा कमाउनुपर्छ होइन। दुःख भन्ने चिज यस्तै त हो नि, स्ट्रगल गरेन भने अनि आफ्नो लक्ष्य कसरी प्राप्त हुन्छ होइन। त्यही भएर बुढाबुढी भएपछि यत्तिको चाहिँ अन्डरस्ट्यान्डिङ चाहिँ हुनुपर्छ है गाइज।